आम्बो ल ल ल ल ओइ 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 यिनीहरू त लास्ट जोसमा छ यार आज आमा आमा ओइ 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 भाइ साहब ओइ कहाँबाट आएँ म ल है ल लड्न भन है ल चा बेजत बेजत भयो है थट भाग्यमानी हुनु आयुष्मान भवती आछु आछु ओइ जङ्गलको बाटो चितलाङमा केटा हो लभली मजा ओइ 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 आइट A few moments later. 10 दिन हुन लागिसकेको केटा हो मैले भ्लग नहालेको पनि सो आज दिन भ्लग गरौँ भनेर निक्लिरहेको छौँ हामी है सो हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो सबैजना सन्चै राम्रै हुनुहुन्छ होला र म नि बवाल बिन्दास नै छु है बिहानको यो चाहिँ 8 बजेको घाम देख्न सक्नुहुन्छ केटा हो धेरै पछि 8 बजी उठ्यो नि त म अनि त्यही भएर यहाँ देख्न सक्नुहुन्छ यो अहिले चाहिँ फुल स्टकमा होइन टक्क दुइटा मिरर पछाडि नम्बर प्लेट साइड लाइट होल बाइक स्टकमा छ अहिले चाहिँ होइन फुल बाइक होल स्टक गरेर चाहिँ हामी टक्क लाएर चितलाङ जान लाग्यो केटा आज चाहिँ होइन हामीसँग चाहिँ आज सायद हिजो चाहिँ 6-7 जना हुन्छ जस्तो लागिरहेको थियो अनि आज चाहिँ 4 जना मात्र हुने रहेछौँ होइन त्यही हो केटाहरू कोही टाढा भयो नजाने भन्छन् कोही के भन्छन् अब नजिक नजिक जानलाई त अब सधैँभरि अब खालि राइड 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 कति हानिरहनु हो होइन अहिले चाहिँ म चट्ट अलि हतार हतार जानुपर्ने हुन्छ अलिकति ढिला उठेछ नि त बिहान चाँडै 6:30 बजीतिर उठेरै जानुपर्ने थियो खासमा म अलिकति ढिला भइहालेको छ तर धेरै पछि आज बिहानै उठ्यो यार बिहान ओइ के गर्छ मालिक त्यस्तो नगर न मालिक हाइवेमा ल है केटा हो अहिले चाहिँ हामी कलङ्की आइसक्यो होइन पेट्रोल हालिदिउँ पहिला यहाँ केटाहरूले यहीँ भेट्ने भनिरहेको थियो चट्ट पेट्रोल सेट्रोल हालिदिउँ केटाहरू यहाँ रहेछन् कौन है सब कौन है कौन है हेलो दादा हेलो दाई सबको बाइक फुल स्टक देख्न सक्नुहुन्छ लभली पारामा आजको राइड सबैको स्टक मजाले चितलाङसम्मको है त अनि हामी आज 3 जना मात्र हुने भयौँ होइन लभली पारामा अनि केटाहरूको खोइ कसको के भयो कोहीलाई टाढा भयो कोहीको बाइकमा नम्बर प्लेट छैन डिबी छैन के होइन अनि उस्तै बारे कहिले काहीँ एक्लै त हिँडिदिनु पर्छ केटा होइन अनि आज हामी 3 जना मात्र भइन्छौँ लभली रैला हान्नुपर्ने हुन्छ 3 जना मात्र भए पनि होइन जहिले राइड हिँड्दैन नि त अनि आज चाहिँ एउटा राइड भन्दा पनि एउटा अलिकति रमाइलो गरौँ भनेर चाहिँ जान आँट्यो होइन आज राइड भनेर अब राइड पनि हुन्छ नहुने होइन तर पनि अब त्यस्तो रफ राइड पनि खासै धेरै नहोला अनि घुम्न भनेर जान लाग्यो नि त हामी चितलाङसम्म त्यता गएपछि अब के हुन्छ उहाँ गएर के घुम्न मन लाग्छ अब कुलीखानतिर गएर बोटिङ सोटिङ गर्न मन लाग्छ कि होइन सब देखाउनेवाला छौँ आज हामी तपाईँहरूलाई सो त्यही केटा हो अगाडि लिड चाहिँ मैले गर्नेवाला छु है टक्क चितलाङ चाहिँ म योभन्दा अगाडि पनि 2-4 चोटि धेरै नै गइसकेको छु कि सो बाटो त्यही भएर नि मलाई अलिअलि थाहा छ अब लभली पारामा चलपल हान्दै जानुपर्ने हुन्छ 3 जना है त ल केटा हो यहाँबाट चाहिँ अब मिरर झिक्दिनु पर्ने हुन्छ हामीले चाहिँ होइन यहाँबाट चेकिङ हुँदैन अगाडि मिरर मात्र झिक्दिनु पऱ्यो केटा यार मलाई लास्टै ल्याङ लाग्यो अगाडि मिरर हालेर चलाउनको लागि कस्तो देखिन्छ क्या है भ्लगमा पनि राम्रो देखिँदैन प्लस यो बानी भएछ क्या मलाई मिरर झिक्दिनु पऱ्यो होइन मिरर ब्यागमा हालौँ न लास्टै झ्याउ लाग्यो मलाई दाजु अब चेकिङ हुँदैन क्या बल्ल बाइक चला जस्तो लाग्यो मलाई बल्ल बाइक चला जस्तो लाग्यो ल केटा हो म चाहिँ मिरर पनि निकालिदिइसकेको छु है चट्ट अब चाहिँ अलिकति लुक्स पनि बवाल होइन हुन्छ नि अलिकति मिठो आउँछ नि त यहाँबाट चाहिँ हाम्रो राइड फुल्ली कन्टिन्यू छ होइन यहाँ पेट्रोल सेट्रोल हाल्ने कामहरू पनि हामीले सकिसक्यौँ नि त ल हेर कुकुर घुकेको डट बाइक भनेपछि त ट्राफिक सरले पनि त्यस्तै गर्नुहुन्छ कुकुरलेसम्म हेप्छ यार हामीलाई यार अति भोगे केटाहरू तिमीहरूको बाइक ड्रिम बाइक भन्छ नि डट बाइक तर महाकसम लास्टै गाह्रो हुन्छ क्या आफ्नो बाइकमा खर्च त्यस्तै आइदिन्छ होइन अनि मामाले पनि त्यस्तै हेरिदिने कुकुरलेसम्म हेप्छ भने चाहिँ आफै सोच्नु ल कतिसम्म गाह्रो हुन्छ भनेर थेट भएन है भएन डट बाइक चढ्ने अलिकति इज्जत चाहियो भएन यस्तो त त्यो अगाडि ठुलो गाडी भएपछि लास्टै गाह्रो यसलाई टपेर गइदिउँ अगाडि ओभरटेक गर्न गाह्रो हुन्छ क्या ठुलो गाडी भएपछि तर गरिन्छ ओ भाइ साहब तर 3 जना मात्र भयो भने लभली मजा भएर चाहिँ यार
सो त्यही हो अब चाहिँ लभलीवाला बाटो आइसकेको छ होइन अब यहाँबाट चाहिँ धेरै छैन भने मतलब अब ए हाम्रो बाटो केटा हो टेन्सन हुन्छ खाल्टो छ कि झारै झार छ थाहै हुँदैन के छ ल केटा हो अब आइसक्यो भन्दा नि हुन्छ होइन अलिअलि अफरोड हो चट्ट हाम्रो मेन डिस्टेन्स चितलाङ त यही नै हो तर हुन्छ नि अलिक बवाल ठाउँ आइपुग्न आँट्यो बुबु अब अलिअलि अफरोड पार गर्नुपर्छ हामीले बत्तेर ए अफरोड हो केटा हो हाम्रो ओ आज भिजाइदियो है आछु बर्खामा आउँदाखेरि यो बाटो यस्तो धेरै हिलो भइदिन्छ केटा हो होइन अहिले मात्र हो मजा ल मान्छेले के गरेर यस्तो नगरौँ न मान्छे घाटोमा त पानीमा नहालौँ केटा हो यार सरी है दिदी पर्न परेको थियो नि तै पनि ओहो सक्दैन नि फेरि आमा हाइट ओइ 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 हाइट ढिलो हेर्नु न हिलो आम्बो आमा डिबी हालेर साउन्ड पनि मिठो आइरहेको छैन होला केटा हो है त्यसको लागि चाहिँ माइन्ड नगर्नु होला किनभने अब लङ टुर हिँड्ने बेला त धेरै रिस्क लिनु हुँदैन नि त लङ टुरै त होइन ओए यसरी नहालौँ न हो पानीमा कुन जोसमा हो यस्तो जोसमा हाइट यो हो नि त अनि गर्मी भइरहेछ भोक लागिरहेछ तर पनि एनर्जी त छैन एकदमै कम भइसकेको छ हिजो बेलुका खाना खाएको बाहेक अहिलेसम्म चिया पनि खाँदैन यार बिहान उठेर पानी नै खाँदैन क्या हतार उठेर आइयो तर जो भोक लागे पनि एनर्जी लस भए पनि जबरजस्ती कुदाइरहेको छौँ आम्मा ओ भाइ साहब राइडै आज जस्तो फिल भइरहेछ अनि कम मजा हो त आमा हेर ओ के गर यस्तो आमा बिस्तारै बिस्तारै ल ल ल ल ल ओइ 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 हाइट ओइ झन्डै खाल्न पऱ्यो म ओइ 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 कत्रो खाल्दो रहेछ मुला फेट झन्डै खल्टोमा गम्मै रोकेको यार आमा जिस्किनु भयो यार लुगा सबै फोहोर भयो नि यार वाइल जिस्क्यौँ क्या हामी आम्बो 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 मजा आयो पछाडिबाट हेर्नलाई दुवैजना भिजदिएर हाइट ओ भाइ साहब बत्यो आमा ओइ 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 यिनीहरूले त भिजाइदिन्छ यार यिनीहरू सक्नको जानु हुँदैन आमा आमा हाइट ओइ बिस्तारै 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 ओइ 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 बत्तिनु पर्छ अब चाहिँ अब पानी छैन अब बत्तिनु एउटा ओ भाइ साहब अब बत्यो केटो आमा यहाँ पानी छ पानी छ पानी छ अरूले चाहिँ नभिजाइदिउँ है आफू भिजेन अरूले नभिजाउँ है ओइ 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 यिनीहरू त लास्ट जोसमा छ यार आज आमा आमा ओइ हाइट 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 आम्बो जोस 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 आमा बुढाहरूको जोस हेरौँ न ल हाइट डेन्जर बत्या छ नि त आमा आम्बो आम्बो बत्यो केटा बत्यो आमा बत्यो 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 ओ भाइ साहब यो हो नि त यार मजा राइडको उही झन्डै लडे आमा आम्बो गयो केटा यताबाट आमा गयो
आम्बो झन्नै कुना पुगेँ म कत्रो कत्रो टिन्डा गाडी रहेछ र अगाडि आम्बो हाइट आमा मजा आयो हाइट आमा गयो केटो कुनाबाट ओहो भिजो 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 आच्छा भिजो यार आमा हाइट आच्छु आच्छु बुढो लत्तै भिजाइदियो यार कहाँ गयो त यार यतै हो चितलाङ ल सेट यार लोत भिजाइदिए हाइट बुढाले लोत भिजाएर गयो यार पाप लाग्दो बुढोलाई मलाई भिजाएर गर हाइट आमा ओइ 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 सरी 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 ओहो केटा हो चितलाङतिर है त आम्बो सक्दैन नि फेरि हाइट आम्बो हाइट हिँड्नु अगाडि हिँड्नु ल केटा हो अब हामी चाहिँ चितलाङभित्रै लगिदिउँ भन्ने कुरो हो होइन जान्छ जस्तो लागिरहेको छ बाइक गयो तर जसरी लानुपर्छ केटा हो जसरी जानै पर्छ लानै पर्छ आम्बो ल ल ल ल कस्तो चिप्ले यार बाइक चिप्ल्यो क्या चिप्ल्यो के गर्ने तान्न मिल्छ ल मेरो बाइक एकछिन ब्याक गर्छु यति लडेन भने राइड मात्रै भन बल्ल मजा पऱ्यो लडेपछि ह्यान्डल सिधा गर्नु ह्यान्डल सिधा गियरमा छ नि बाइक हो ल ह्यान्डल सिधा यहाँ रुखमा ऊ भएछ ब्रेक अगाडिको सम्म त एउटाले धान्दैन ल बिस्तारै है बिस्तारै है ल हो अब जान्छ ल रात ल तर केही हुँदैन ल भाँचे चाहिँ ए नहाल्ने यो राख्ने कि नराख्ने काम लाग्छ त यो पनि छ है ल उकालिदिनु ल ल ल उजीमान दाइ हाइट 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 यताको टायर अलिकति नयाँ छ जान्छ जान त गयो 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 हाइट अनि 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 मेरो उक्लिन्छ अलिकति ब्याक गर्नु उक्लिन्छ हौ हाइट जाउँ जाउँ माथि माथि ओए यहाँबाट उकाल्न सकिन्छ त आमा उक्ल्यो उक्ल्यो ओ भाइ साहब ओए आमा ओए ओए केटा हो बाटो ओ भाइ साहब डेन्जर वाला छ यार ओए हाइट मान्छे लिन जाउँ यार एकदम साथी फसेछ हामी चलाउने मजाले आइहाल्यौँ ल आमा हिँड्नु अगाडि हिँड्दिनु न त ल ल ल आउनु आउनु
हाइट हामी बौला भन्ने फेरि कहाँसम्म पुग्छ बाइक अब हेरौँ केटा होइन आमा हाइट सक्दैन नि फेरि हाइट चितलानतिर छुट्टै चलल भइरहेको छ केटा होला यहाँ हामी त तल जाँदैन होला बाइक मलाई जहाँसम्म लाग्छ आमा जान्छ र यहाँबाट नि हाइट ल केटा फाइनल्ली हामी चितलाङ आइसकेका छौँ देख्न सक्नुहुन्छ आमा झरे भएन ल एउटा बल्ल छिर्यो ल सो त्यही केटा हो टक्क हामी 3 जना मात्रै छौँ अब फेरि केटाहरू 2 जना आउँदैछन् होइन अहिले काफल किनेर टक्क हेर्नु नि मिठो जजे होस् आमा ओए बाटो छ कि छैन हाइट ल आम्बो ओ हाइट ओए 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 भाई साहब ओए कहाँबाट आएँ म हाइट ओए हाइट आम्बो आम्बो ल है ल लड्न भन है ल चा बेजत भयो हेथट ल भाग्यमानी हुनु आयुष्मान भवती सुरुमै तट आया आज बिल्लै भयो ल छा आया सुटिङ भइरहेछ यता कसरी ओली स्ट्यान्ड लाग्छ तपाईँको म त फेरि लिएर आउँछु ल के हो हाइट म त फेरि लिएर आउँछु एकछिन है आमा हाइट लडिरह यार आज त कुसन सर यस्तो लडिरहेको कि हाइट ल 300 बनाएपछि यस्तै हो क्या पावर बढी हुन्छ क्या बाइकमा ल जाँदैन त ए ब्रेक ओइल गएछ त के हुन्न होला पाइप फुटेछ ए ल जान्छ अब गयो हाइट सजिलो ल यसरी जानु पर्यो नि त अनि जङ्गलको बाटो चितलाङमा केटा हो लभली मजा आम्बो ला मासला कस्तो ठाउँमा स्टार्ट बन्द भएर मऱ्यो मा खाते बाइक मासला ल हेर छ्या के हुन्छ यार आजभोलि मेरो बाइक यस्तो भयो भने लास्टै रिस उठ्छ क्या मलाई त लास्ट ल्याङ भने केटा हो यार त्यसको बाजे यार यता जानु पर्यो यताबाट उक्लिन्छ होला ओए जा भाइ उक्ली भाइ उक्ली आम्बो यस्तो भयो त अनि चिप्ल्यो नि त केटा ओहो हाइट तर यस्तो मजा आइरहेको थियो जङ्गलमा बेला तनाव दियो बाइकले होइन अब यहाँबाट यस्तो बत्तेर आउँछु म बत्तेर जान्छु सकेसम्म स्टार्ट बन्दैन होस् रहेको थिएँ होइन ल केटा हो
स्टार्टै बन्द नहोस् अरू भने त जहाँ यति बाटो त उकाल्न सकिनँ भने त म बाइकै चलाउँदिनँ केटा कसम नै ओइ 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 आइट म बाइक चलाउन छाडिदिउँ म बाइक चलाउन छाडिदिउँ अयो मासला भर्खर त्यस्तो बोला यार हेर ला मेरो गयो आसले कस्तो बिल्ला भयो यार मेरो त कसम नै सही यार यदि उकाल्न सकियो भने बाइक चलाउँदिनँ भनेको थिएँ अहिले केटाहरूले बोलाउनु पऱ्यो भने झन् बिल्ला हुन्छ मेरो भ्लगमै बिल्ला हुन्छ केटा हो त्यही भएर जसरी हुन्छ उकाल्नु छ मलाई उग्ल्यो 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 हाइट मेरो तातेर क्या बाइक तातेर हजुर हजुर तात्यो हो चिप्लिन त चिप्ले अलिअलि हो चिप्लेर त म जसरी उकालिहाल्छु तातेर हो कि स्टार्ट आफै अफ भइदिने कि यहाँनिर बबाल जङ्गल छ है पछाडि उजिमान दाइ आउँदै हुनुहुन्छ आम्बो ओइ 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 ल ल ल ल ल ल ओइ ओए बाटै छैन त केटा हो के हो आमा 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 हो यस्तो बाटो नभएको ठाउँमा हिँडेपछि पो मजा हुन्छ त ओ भाइ साहब ओ भाइ साहब ओ भाइ साहब ओए बाटो नभएको ठाउँमा हिँड्न पो मजा त केटा हो जहाँ पायो त्यही बाटो भएको ठाउँमा त के हिँडिरहनु ल हैट हैट बाटो भएको ठाउँमा त जो पनि हिँडिहाल्छ नि होइन आम्बो हैट मजा ल गाडी रहेछ माला मुलाको साग हाइट जाउँ तल जाने होइन जाउँ